स्याउला हेरेँ दिदीले कराउनु भयो भर्खर। हाई गाइज, वेलकम टु माई भिडियो आफ्टर अ लङ टाइम। म दिप्ती गुरुङ हजुरहरूको सामुने उपस्थित भइसकेको छु नयाँ भिडियो लिएर। अहिले चाहिँ म छु मेरो गाउँमा, म जन्मेको गाउँघरमा। यो हो हाम्रो गाउँको घर अनि त्यो रहेको छ हाम्रो दाइहरूको फार्म, बाख्रा फार्म, शान्तिदीप फार्म। अनि यो फार्मको नाम चाहिँ दिदी र मेरो नाममा राखिएको छ। अनि त्यो रहेको छ हाम्रो कान्छामाको घर। अनि यो रहेको छ हाम्रो साइली आमाको घर। अनि हामी चाहिँ अब जाँदैछौँ। कहाँ जाँदैछौँ मम्मी? कोदो रोप्न। घाँस काट्न जाँदैछौँ। अनि उहाँ हाम्रो हाजीहरूले पनि कोदो रोप्दै हुनुहुन्छ अरे। अनि म पनि एक्सपिरियन्स गर्छु कस्तो हुँदो रहेछ कोदो रोपेको भनेर म पनि जाँदैछु। ट्राई गर्छु कस्तो हुने रहेछ कोदो रोप्दा। रोपेको छैन आजसम्म। उहाँ हुनुहुन्छ मेरो दिदी। दिदी स्वागत छ हजुरलाई मेरो च्यानलमा। धन्यवाद धन्यवाद। के लिएर हिँड्नु भएको? सेनिटाइजर। किन? यहाँ मच्छर मार्न। अनि उहाँ हुनुहुन्छ मेरो मम्मी, वान एन्ड ओन्ली मम्मी। हामी जाँदैछौँ। अनि मलाई चाहिँ एकदम कोदो रोपेको हेर्न मन लाग्यो, कोदो रोप्न मन लाग्यो। रोपेको छैन कस्तो हुन्छ। मम्मीले दिदीले चाहिँ नजा तँलाई आउँदैन भन्नुभएको थियो। अनि म चाहिँ जान्छु। अनुभव लिनुपर्छ नि त होइन हरेक चिजको जिन्दगीमा, जिन्दगीको गोरेटोमा। यस्तो है हाम्रो गाउँघरको बाटो चाहिँ। यो चाहिँ हाम्रो गाउँ चाहिँ स्याङ्जा जिल्ला फेदिखोला गाउँपालिका वडा नम्बर कति मम्मी? 5, वडा नम्बर 5मा पर्दछ। त्यहाँ हेर्न सक्नुहुन्छ है पाइनएप्पल यो रहेको छ, भुइँ कटर। अनि यहाँको बाटो चाहिँ यस्तो छ, एकदम अप्ठ्यारो। म चाहिँ अलि हिँड्न आउँदैन, डर लाग्छ कहाँ लड्छ भनेर। यहाँनिर छ हाम्रो नागथान, हाम्रो नागथान कालीनाग स्थानमा फोहोर नगर्नु होला हाम्रो कान्छामाले लेख्नुभएको यो चाहिँ। ओ माई गड, हेर्नुहोस् त गाइस, पिस लिली कस्तो राम्रो के त्यतिर वास्तै नहुने गाउँघरतिर त। सहरमा भएको भए कस्तो हुन्थ्यो। अनि यहाँ रहेको छ आरुको बोट। आरु थियो हामीले सबै टिपी भ्याइदियौँ अलिअलि है, 1-2वटा मात्र अब। अनि त्यहाँ रहेको छ माउरीको घारहरू। यो चाहिँ मेरो दाइको हो है, मेरो सानदाइको माउरीको घार छ। माउरी पालन पनि गर्नुहुन्छ। अहिले मेरो सानदाइ र भाउजू चाहिँ बुटोल जानुभएको छ काम विशेषले। त्यही भएर चाहिँ अहिले दिदी र म चाहिँ यहाँ फार्म कुर्न आएको। अनि बाख्राहरू चाहिँ ठुल्ठुलो बाख्रा माउहरू चाहिँ हाम्रो किरण भाइले चढाउन लगिसकेको छ भने बच्चाहरू चाहिँ त्यही फार्मभित्र छ। बाटो त यस्तो आँटे कहाँ लडिन्छ। आज असार 15मा हेर्नु त गाइस, यस्तो है मौसम। सहर विदेशमा हुनेहरूले चाहिँ यही भिडियो हेरेर गाउँको आनन्द लिनुहोला। बाटो यस्तो छ साथीहरू। हाम्रो बाबाको चाहिँ इच्छा थियो गाउँघरमा आएर, आफ्नै जन्मेको हुर्केको घरमा आएर चाहिँ बाख्रा फार्म खोल्ने। त्यही भएर दाइले, दुईटा दाइ मिलेर चाहिँ बाख्रा फार्म खोल्नुभएको हो। अहिले चाहिँ ठुलो दाइ जापान पुग्नुभएको छ भने सानो दाइ हुनुहुन्छ। अनि बुटुलको घरमा फेरि चापी लागेको छ। मम्मी पनि फेरि दाइहरू जहाँ बस्नुहुन्छ त्यहीँ आउँछु भनेर आउनुभयो। बुटुलको घरमा चाहिँ अहिले चापी लगाएर राखेको छ। अनि दाइ जानुभएको छ अहिले। अनि अब दाइ भोलि पर्सितिर आउनुहुन्छ। दाइ नआउँदाखेरि हामी यहीँ हुन्छौँ। यो रहेको छ त गाह्रो। यहाँमा चाहिँ हाम्रो मामा घर छ है। हाम्रो घर यता हो भने मामा घर यता नजिकै हो। यस्तो मलाई फेरि यो बाँसघारी भने चाहिँ एकदम बाँसघारी ठ्याक्क 12 बजे जान्थ्यो। बाँसघारीमा त भूत हुन्छ भन्छ। मम्मी नछोड्नु न मलाई। यहाँ रहेको छ यो के अरे अदुवाको लसुन चाहिँ मम्मी दिदी बेसार लसुन गरे। यो रहेको छ बेसार। अनि मम्मी र दिदीले रोप्नु भएको। त्यहाँ रहेको छ अदुवा। दिदी रिसाउनु भयो मैले ढिलो गरेँ भनेर। सुन्तला खेती हुँदैछ यहाँ चाहिँ। अनि यो चाहिँ पहिला हाम्रो यहाँ उस थियो क्या कुखुरा फार्म। अनि कुखुरा फार्म छोडिदिएर अनि दाइले फेरि बाख्रा फार्ममा लाग्नु भएको। अहिले चाहिँ स्याङ्जा जिल्लाभरिमा चाहिँ 5वटा त्यो हुन्छ नि अब कृषि मेलामा चाहिँ 3 चोटि हो कि 4 चोटि चाहिँ फर्स्ट आइसक्नु भएको छ भने 1 चोटि चाहिँ सेकेन्ड आइसक्नु भएको छ। हाम्रो दाइहरूको बाख्रा फार्म चाहिँ शान्तिदीप एग्रो मल्टिपर्पज हो नाम। अनि दिदीको नाम शान्ति, मेरो नाम दिपज्योति भएको भएर दिदी बहिनीको नाममा शान्तिदीप भनेर चाहिँ फार्मको नाम राखिएको छ। देख्नुभयो अहिलेको जमानाले आफ्नो दाजुभाइले दिदीबहिनीलाई कति माया गर्नुहुन्छ भनेर क्या।
यो चाहिँ रहेको छ धुलीपाखा स्कुल है, एउटा धुलीपाखा स्कुल भन्छ, पुरानो अहिले चाहिँ माथि सारेको छ। म चाहिँ गाउँमा चाहिँ 4-5 वर्ष मात्र बसेँ, त्यसपछि म बुटोल गएर बसेको, उतै हुर्केँ, उतै पढेँ होइन। अनि गाउँमा त्यति बसेन, म सानोमै बसेको हो। अनि यो स्कुलमा चाहिँ म 1 वर्ष जति पढेँ होला, 1 वर्ष। त्यही पनि घरमा अब दाइ दिदीहरू सबै स्कुल जाने, मम्मी अब काममा बिजी हुनुभएको होइन, बाबा त बाहिर हुनुहुन्थ्यो नि त। अनि काममा बिजी हुने, घरमा कोही मलाई हेर्ने मान्छे नभएको र म 3 वर्षको उमेरमा भन्दा मम्मीले मलाई 5 वर्षको उमेर हुन्छ नि, उमेर बढाएर स्कुलमा पढाउनु भएको अरे कि मलाई। हेर्नुहोस् त, त्यहीबाट म 3 वर्षदेखि म पढ्न लेख्न सुरु गरेको रहेछु मैले चाहिँ। अनि दल दाइले यो भिडियो हेर्दै हुनुहुन्छ भने दल दाइ हजुरको गलेम गाउँलाई हेर्नुहोस्, यो हजुरको गलेम गाउँ दाइको, दल दाइको। अनि यो रहेको छ फेरि समरेस है, यो चाहिँ हाम्रो हाजी काकाको गाउँ। यो के को रुख हो म थाहा छैन, म गाउँमा बसेको भए थाहा हुन्थ्यो, गाउँमा नबसेको मान्छे पऱ्यो, त्यही भएर म थाहा छैन। आज चाहिँ कोदो रोप्ने प्रयास गर्छु मैले, आउँछ कि आउँदैन। कोदो रोप्न चाहिँ धान रोपे जस्तो हुँदैन भन्नुहुन्छ, फुको माटोमा रोप्ने हो भन्नुभएको थियो। हेरौँ कस्तो हुन्छ मेरो अनुभव। बाटो फेरि यस्तो खतरनाक छ कि फेरि खतरो का खिलाडी जस्तै। ए नैनो गाउँ गाउँ सबै उसलाई पानी परेको भएर बिहानदेखि रातभरि बिहानसम्म पानी परेको थियो, त्यही भएर। अनि यो रहेको छ आँपको रुख, मेरो बाबाले रोप्नु भएको, मेरो हेभेनली बाबाले। मम्मीहरू वहाँ पुगिसक्नु भयो, म अझै पनि यहीँ छु। राम्रोसँग हिँड्नुपर्ने हुन्छ बाटोमा। फेरि जुगा आउने चाहिँ त्यति बेला फेरि बेसी साथीभाइहरू, जुगासँग डर लाग्छ, हिँड्न पनि डर लाग्ने फेरि। अनि अस्ति भर्खर के हाम्रो यो कोको थियो के, कति राम्रो कुकुर थियो, मैले कोको राखिदिएको थिएँ। म भर्खर आउँदाखेरि सानो थियो, अनि नाम राखेको नरहेछ हाजीले, अनि मैले कोको भनेर नाम राखेको थियो। बाघले खाइदिएर कि साथीहरू, त्यो बाघले चाहिँ यही बाटो घिसाइदै लगेर त्यो बाघको ओडर चाहिँ यो मुनि छ अरे भन्ने सुन्नमा आएको छ। कस्तो मिठो हावा लाग्छ भाइ, सरर। काश यो हावा हजुरहरूले पनि महसुस गर्न पाए, गर्मी ठाउँमा भएको मानिसहरूले कस्तो आनन्द हुन्थ्यो होला। हाम्रो हजुरले चाहिँ यहाँ चिया र पानी ल्याउनु भएको रहेछ। मम्मी यतै हो रोप्ने? चप्पल फुकाल्ने कि लाउने हो त चप्पल? यहाँ रहेको छ कोदोको बिउ गाइज, कोदोको बिउ है यो। कति दाम बिउ? मलाई चाहिँ कोदोको बिउ ल्या भन्नुभयो मम्मीले, म गएँ बिउ लिएर साथीभाइहरू। यस्तो छ यी मकै, कोको पनि घोका हालिसकेको छ, जाँदैछु बिउ लिएर। पसिना आए पनि जाँदै यहाँ आएको, गर्मी भयो गाइस, गर्मी भयो। ए मेरो उसै खस्यो है स्वेटर, अनि घामले पोल्छ भनेर हुँदा त म डरिसकेको छु, यताको हावापानीले पनि डर छ भनेर फेरि स्वेटर ल्याएको त खसी गयो। हाजी नानी, ए बिजी। हाजी हेलो नानी, ऊ हो हाम्रो बुहारी नानी मनिता, त्यहाँ हुनुहुन्छ हाम्रो हाजी। हाजीले त्यहाँ रोप्दै हुनुहुन्छ, म पनि अब रोप्छु। कस्तो हुँदो रहेछ खोइ, मलाई पनि दिनु न बिउ। यो हो बिउ, यो हो बिउ। ए दिदीले त सबै, यो दिदीले त जान्दैन के ऊ आफै पुच्याउ गरेर झन् तना थमडी छौँ। कसरी गर्नु त नि? जान्दैन यता बित्तामा के बित्तामा यहाँ बस यहाँ त्यही भएर बहुत सारा चोकलाटी पुरा त्यहाँ सजिलो लाग्छ होला नि। होइन झन् थाम्दै झन् एक कुन्टा हो रोप्ने? त धान होइन नआने कुरा सोधेको भए कस्तो हो त्यस्तो भन्ने भाइ बिल्ला गरिदिने। कहिले रोपेको थाहा हुन्छ त? यता यहाँ छेउ रो त यता रो यहाँ रो यहाँ खुट्टा दुख्ने हेर्छ भाइ, घुँडा दुख्ने हेर्छ बिचमा होइन कहाँ? यहाँ बस मैले कसरी किन्नु त? अनि त्यहाँनिर त्यो धान किचन माथि हो क्या किच्ने त माथि किचेर घाँको नरोप्नु माथि कतै किचे किने त नरोप्नु माथि किचे त घाँको रोप्न सक्छ त नि फेरि। ए भगवान् त्यो कुरामा हाल न। खैमै रहेछ तुम दोकानमा आउँछ धान
मम्मी अहिले घरै बस मात्र दबाएर हुन्थ्यो अनि म कोदो रोपेन कहिले पनि कोदो रोपेको अनुभव लिन्छु यसो यसो ले के यसो ले कोदो हामी हो त्यसरी एउटा गरेर दुईटा नाल साथीहरू मैले चाहिँ अलिअलि भए पनि कोदो रोप्दिएँ बिचबिचमा जस रमाइलो हुँदो रहेछ गाह्रै हुँदो रहेछ हात यस्तो भयो कोदो रोपेको ब्रेक टाइम भयो चिया खाने यहाँ गाउँघरको अर्ग्यानिक भैँसीको दुधबाट बनेको शुद्ध चिया कस्तो महँगो छ है ल खानु हाम्रो चाहिँ कोदो रोप्ने कार्यक्रम सकिएको छ अहिले सकिएको भन्दा पनि बिउ सकियो त्यहाँ रोप्दा बिउ सकेर चाहिँ झात जानुभयो लिन बिउ अनि अदुवा चाहिँ यति भयो दिदीले चाहिँ त्यहाँ विकासे घाँस काट्दै हुनुहुन्छ बाख्राको लागि त्यहाँनिर चाहिँ विकासे घाँसहरू सबै रोपिएको छ बाख्राहरूको लागि भनेर अनि यहाँ चाहिँ दिदीले मेरो लागि घाँस काटिदिनु भएको छ किनभने मलाई घाँस काट्न आउन्न बोक्न चाहिँ सक्छु अलिअलि अनि यहाँ चाहिँ मैले दिदीलाई कुरेर बसेछु अब जाने हो सबै माटो लागि हातै माटो लुगै माटो ब्यागै माटो मोबाइलै माटो भयो अब हात खुट्टा धोएर गएर आराम गर्ने रहेछु अनि मैले चाहिँ आज जिन्दगीमा पहिलोचोटि चाहिँ कोदो रोपेँ अनुभव लिएँ यहाँ स्याउला बोकेको छु घाँस भनेको त स्याउला हेरेँ दिदीले कराउनु भयो दिदी यहाँ भारी बोक्दै आउनुभयो रिसाउँदै पानी तिखा लागेर भन्दै म चाहिँ अनि स्याउला भनेको त गुरुङ भाषामा होला भनेको त नेपालीमा रहेछ नेपालीमा के भन्छ स्याउला भनेको त नेपालीमा त भनिन्छ भनेर यहाँ रिसाउनु भयो म गएँ है के गर्नु यस्तै छ अब एक्सर्साइज हुन्छ वेट घट्छ भनेर म चाहिँ लागि परेछु हामी चाहिँ भर्खर घर आयो अब मैले चाहिँ यहाँ चिनी मही अनि चाहिँ पानी मिसाएर लस्सी जस्तो बनाएर खाने हो मम्मीलाई पनि दिन्छु यो चाहिँ हाम्रो गाउँघरको अर्ग्यानिक मही है हाम्रो हाजीको घरदेखि ल्याएको हाम्रो हामी त छैन भैँसी हाजी घरदेखि ल्याएको यस्तो मिठो हुन्छ नि गाउँघरको अर्ग्यानिक फेरि अनि म अब यहाँ मिसाल्छु पानी चान्चुने पानी होइन फेरि पँधेरोको पानी हो फेरि हाम्रो पँधेरोको मिनरल वाटर जारको पानीलाई पनि फ्लफ खुलाउँछ अहिले त यस्तो मिठो अब हामी खान्छौँ लस्सी साथीभाइहरू ल मम्मी मम्मीलाई पिउनु कस्तो मिठो हरर फ्रिजको चिसो पानीमा राखेको कस्तो मम्मी बेसी मिठो यता हेरेर भन्नु कस्तो रहेछ मम्मी बेसी मिठो लस्सी महीको लस्सी खोइ मैले खानु त लस्सी भएर त हुन्छ कन्तै चिरो सर हो त भाइ पनि लिया कम कमिया दामी मिठो भयो दही पानी भन्दा नि मही पानी मिठो गाउँको अर्ग्यानिक म चाहिँ अहिले यहाँ बारीमा आएको छु सूर्यमुखी फुल हेर्न यहाँ चाहिँ सूर्यमुखी सनफ्लावर फुलेको छ अरे ओहो नि यो अस्ति ल्याएको उस्तो यहाँ दिदीले यहाँ सार्नु भएको छ कस्तो मिठो नै यो कलर पनि मस्तो मनपर्छ कि मलाई यो फुल राम्रो हुन्छ नि यो त्यहाँ चाहिँ माउरीको घाटहरू छ मेरो सान्दाले चाहिँ 18 हप्ते हो कि 16 हप्ते तालिम लिनुभएको थियो अनि उहाँलाई चाहिँ अनुदानमा 25 घाट परेको हो माउरीको यहाँ सनफ्लावर फुल चाहिँ कति राम्रो भएको भाइ सनफ्लावर भर्खर फुल्दै रहेछ अरू त कोपिलै रहेछ अनि यस्तो है हाम्रो गाउँ चाहिँ यता चाहिँ नुनठेक अनि चिलाउने अनि बस भन्ने गाउँ छ त्यो भयो बाटो यहाँदेखि चाहिँ उतातिर हाम्रो खेतबारीहरू छ तर मैले चाहिँ चिन्दैन अनि यो भयो खामाले हाम्रो साइली आमाको माइत यहाँ चाहिँ झर्ना खतरा झर्छ तर अहिले चाहिँ छैन पानी नपरेको भएर अनि यहाँ पनि खतरा झर्छ झर्न अनि यता चाहिँ रापु भन्ने गाउँ अनि कुनै एउटा के हो गाउँ भन्दै टुटे होइन टुटे भने के भने कुनै अनि त्यो चाहिँ रहेको छ गलेम हाम्रो दलदाइको गाउँ केही पनि छैन अहिले चाहिँ गाउँघरको खेतबारीहरू चाहिँ बाजो छ ल साथीहरू यति हो आजको भिडियो
अन्तिम समय हेरिदिनु भयो त्यसको लागि धन्यवाद।